नमस्ते। सेवाशालाले दिने थुप्रै सेवाहरू मध्येको एउटा सेवा हो विदेशबाट नेपाल आउँदै गर्दा घर फर्किँदा नेपाल आउँदै गर्दा त्रिभुवन विमानस्थलबाट होटलसम्मको ट्याक्सी भाडा हैन कतै कुनै गेस्टहरूले 2500 सम्म तिर्नु भएको छ, 1500 सम्म तिरेको यहाँ भेटियो र होटलमा पनि एकदमै महँगो चार्ज गरेको यहाँ देखिएको भए हुनाले सेवाशालाले आफ्ना पाहुनाहरूलाई आफ्ना सहरीदै पाहुनाहरूलाई चाहिँ सुविधा दिनको लागि यो चिजबाट मारबाट नहोस्, त्यो अप्ठ्यारो परिस्थिति नआओस् भन्नको लागि सेवाशालाले आफ्ना पाहुनाहरूलाई एयरपोर्टबाट ट्याक्सीको खर्च र एक रात सेवाशालामा बस्नु भएको मूल्य अथवा त्यसको पैसा जम्मा 1500 रुपैयाँ 1200 रुपैयाँ र कुनै रुमलाई त 1000 रुपैयाँसम्म हामीले दिने गरेका छौँ। यसले सम्पूर्ण जो नेपाली दाजुभाइ विदेश कमाउन गइराख्नु भएको छ उहाँहरूको त्यो खर्चको कमी पनि हो। त्यो चिजलाई मध्यनजर गरेर हामीले यो एउटा खालको अफर, यो एउटा खालको सुविधा चाहिँ सेवाशालाले तपाईहरुमा पस्केको छ। धन्यवाद।